नमस्ते। ए यही काम गर्ने भाइ हो? रङमा काम गर्ने? होइन 20 तारिक बिसो भइहाल्छ नि, त्यस्तो भन्नु हुँदैन भाइ। ओहो सुत्ने ठाउँ पनि छैन? ल यो खोल्नु त राम्रोसँग, यो सामानहरू त्यो सामानहरू लिएर आएको। ओहो भाइ नमस्ते भाइ। ए बच्चा नि छ तपाईँको? एकजना बच्चा, खोइ त कहाँ बच्चा लिएर आउँछ? स्कुल गएको छ? ए कहाँ गोली लागेको हो तपाईँलाई? त्यो चामल ल्याउनु सहयोग गरिदिनु त भाइ, जानु बाहिरबाट। ए अनि सुत्ने एउटा खाट पनि छैन? एउटा सुत्ने कुरा पनि रहन्छ नि त भाइलाई त। ओहो खुट्टा एक ठाउँमा लाँदै लागेको हो? वारपारै भयो कि गोली के छरा मात्रै लागेको हो? तपाईँको नाम भनिदिनु त भाइ। दिपक नेपाली। यहाँ कल आइ गर्छ फेरि 2 मिनट फुर्सद हुन पुग्दैन मलाई फेरि। उठा त। अनि अहिले कस्तो छ हजुरलाई? नसा छिनेको छ भन्नुभएको छ? ए श्रीमती कहाँ हुन्छ त? ए तपाईँ हो श्रीमती? ए नमस्ते फेरि पनि। ए म त बहिनी होला भन्न सोचेको, सरी। ए ए ए ए अब यो बहिनी तिमी कहाँ सुत्छौ त? यहीँ? कहाँ छ त ठाउँ यहाँ सुत्नलाई? आमा यस्तो रहेछ है अब यो अवस्था। कान्छा छोड्दै त्यो फोन अहिले एकछिन हामी यहाँ एकछिनमा। ए अवस्था एकदम। तपाईँ त हस्पिटलमै राख्न पर्ने मान्छे हो नि त तपाईँ त। तपाईँ त हस्पिटलमा ट्रिटमेन्ट यहाँ त सुत्ने ठाउँ पनि छैन, बस्ने ठाउँ नि छैन। ए एउटा खाटलाई कति पर्छ? एउटा त्यो यस्तो लो बेडलाई कति पर्छ? 4-5 हजार पर्छ। कान्छाले त यहाँ ले त पैसा, यताले त यहाँ। अब उसलाई एकदमै निड भनेको चाहिँ तपाईँ एकदम निड रहेछ। कति वर्ष लाग्नुभयो त जेएनजीको आन्दोलनमा लगाउनु भएको? कति वर्ष लाग्नुभयो? 30ले पुग्दैन यहाँ। ओइ त्यहाँ थोरै निकालिस् तैँले पैसा ले, त्यहाँ अरूले 20 हजार नि ले, पुग्दैन नि यतिले त बिचरालाई। अब यस्तो के यस्तो ल त्यहाँ यहाँ यो 30 हजार भयो, यहाँ भइले 20 हजार थप 20 छ, यहाँ 50 हजार रुपियाँ छ होइन। यो एउटा लो बेड किन्नु छ तपाईँले होइन। यो सबैभन्दा बढी त सहयोग चाहिँ हजुरलाई अब गरेको छु अहिलेसम्ममा चाहिँ होइन। 2 बोरा चामल छ, 1-2 महिनालाई पुग्ला खानालाई। यो कोठा एकदमै कन्जस्टेड भयो, अनि यहाँबाट हावा आउने ठाउँ पनि छैन। यस्तो ठाउँमा बस्नु हुँदो रहेछ। बरु अलिक राम्रो ठाउँमा चाहिँ अब त्यो त्यस्तो रहेछ, बारेको रहेछ। यो लाउनुहोस् तपाईँले, यो चाहिँ सहयोग चाहिँ लिनुहोस् भाइ है। यसलाई नि 50 हजार रुपियाँ छ। फेरि पनि हामीले गरेको यो बलिदान त्यतिखेर जानु नदिनु होला। त्यो बाला हटाएर आमालाई लिएर आएको होइन, त्यहाँसम्म पनि पुग्यो रहन्छ भाइ। अब तपाईँलाई चाहिँ गाह्रो भइरहेको जस्तो मलाई फिल भएको छ है। भोलिका दिन पनि राम्रो सुन्नु पाइन्छ, त्यति ठिक हुन्छ होला होइन? ठिक हुन्छ तिमी ठिक हुन्छौ, आतिनु पर्दैन। त्यस्तो केही पर्यो भने मैले नम्बर सेभ गरेर राखेको छु, एकदम अर्जेन्ट भाइको लिस्टमा राखेको छु तपाईँको नम्बर। अनि प्लस बहिनी खाट चाहिँ एउटा है लो बेड चाहिँ आजै किनेर लिएर आउनु है, लो बेड, किनकि उसलाई अलिकति गाह्रो पनि हुन्छ। अनि छोरी स्कुल जानु भएको छ? छोरो पनि छ। ए 4 वर्षको बाबु छ। ए ल अब यहाँ सामानहरू पनि ल्याइदिएको छौँ हामीले होइन। त्यस्तो केही पर्यो भने इफ एनी हेल्प अनि आउनु। अनि घाउको यो बेला बेला ड्रेसिङ पनि गर्नुपर्छ। यो ठाउँ चाहिँ अलिकता कन्जस्टेड रहेछ, बाहिर कतै बस्न मिल्ने अलिक राम्रो रुमहरू कतै भयो भने पनि म त्यो म्यानेज गरौँला है। तपाईँको यो ठ्याक्कै ठेगाना भनिदिनु त, सहयोग गर्न चाहनेहरू कोही आउनुहुन्छ नि तपाईँलाई सहयोग गर्नु? कपन भण्डारी कार्पेटको नबिल ब्याङ्कको छेउमा है। ल हस् धन्यवाद है त। ल है धेरै धन्यवाद हजुरलाई, भेट्नु भयो धेरै। कस्तो आँखाभरि आँसु बनाएको मलाई नै रुवाइदियो भाइले त, कस्तो रहेछ है। ल फेरि आउँछु म है। ल है भाइ, ल बहिनी, ल है त, ल हस् ल।